हेलो नमस्कार। केही भन्नुभन्दा पहिला तपाईँ यो फोटो हेर्नु, पहिला राम्रोसँग हेर्नु। अनि अब यो फोटो हेर्नु है। अब तपाईँले के बुझ्नुभयो? सरी, हिजो मध्य प्रदेशका मुख्यमन्त्री सतीश सिंहज्यूले एउटा शुभकामना सन्देश हाल्नु भएको थियो कि निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस। त्यो अवसरमा बालबालिकाको अधिकार संरक्षण र सम्मान समर्पित सबैलाई शुभकामना भनेर एउटा पोस्ट हाल्नुभएको थियो। त्यो पोस्ट एक्चुअलमा हिसाब जोड्नु हो भने त्यो पोस्ट भने युनिसेफ नेपालले आजभन्दा 4 साल पहिला युनिसेफ नेपालले हालेको थियो, जुन कोभिड-19 को मे वी हेभ डिस्टर्ब आवर लाइफ एन्ड भ्याक्सिन हेभ ब्रट विदिन द न्यू होप एन्ड हेल्थ फेलर। अनि यो बारेमा वर्ल्ड हेल्थ डे भनेर मनाएको फोटो छ। अब यहाँ कन्सर्न कुरा के छ भन्दाखेरि मुख्यमन्त्री कुनै पनि प्रदेशको मुख्यमन्त्री जुन कार्यालय हुन्छ त्यो एउटा रेस्पेक्टेड कार्यालय हो। उहाँहरूले जुन कन्टेन्ट राख्नुहुन्छ चाहे दिनुहुन्छ त्यो भनेको एउटा ओरिजिनलै हुनुपर्छ होइन, मेरो कन्सर्नले। किनकि हामी जस्तो बनाएको अर्थ यो नर्मल कुराहरूमा कहिलेकाहीँ हामी डाउनलोड गरिहाल्छौँ, कहिलेकाहीँ गुगलबाटै डाउनलोड गर्छ, कसैको फेसबुकबाटै डाउनलोड गर्छ। तर एउटा मुख्यमन्त्रीको कार्यालय चाहे मुख्यमन्त्रीको अफिसियल फेसबुक पेज चाहे उहाँको पर्सनल फेसबुक पेजमा एउटा पोस्ट भएको व्यक्तिले, एउटा आइकनले, एउटा पदाधिकारीहरूले चाहिँ यो यस्तो गर्दा अलि कस्तो लाग्छ। किनकि उहाँको जुन ह्यान्डल छ, जसले उहाँको फेसबुक पेज ह्यान्डल गर्नुपर्छ त्यो गर्दैछन्, उहाँहरूले चाहिँ पनि यो कुरा बुझिदिनुपर्छ। किनकि इट्स रियली नट अ जोक। अनि अर्को कुरा के छ भनेदेखि अहिले हामीलाई थाहा छ र यो कुराहरू मध्य प्रदेशमा हुनसक्छ होला खासैले चेक गर्दैन होला भनेर यो कुराहरू म्याटर गर्दैन। तर कसैले चेक गरिहाल्यो भने त फेरि एउटा हुन्छ नि, अलिक बेइज्जती टाइपको हुन्छ कि हाम्रो मध्य प्रदेशको मुख्यमन्त्रीले पनि यसो कपी पेस्ट गर्दो रहेछ भनेर होइन। त म फेरि मुख्यमन्त्री सतीश सिंहज्यूलाई यही अनुरोध गर्न चाहन्छु कि तपाईँको जो फेसबुक ह्यान्डल गरिरहेको छन् उहाँहरूले चाहिँ यो कपी पेस्टवाला अलिक कम गरिदिनु पर्यो जस्तो लाग्छ मलाई। किनकि अब कसै युनिसेफको फोटो किन राख्ने? हाम्रो गाउँमा त जुन हिसाबको फोटो छ त्यो हिसाबको बालबालिका मधेस प्रदेश टन्नै छ। एउटा टिम बनाएर बरु फोटो नै ओरिजिनल राख्दा कपिराइट पनि आउँदैन, प्लस जेन्युन कन्टेन्ट पनि हुन्छ होइन। यो कुरा चाहिँ अलि हुनेलाई त केही छैन, तर जसले कन्सर्न राख्छ त्यसले अब माइन्डसेट सोचे भाइ कस्तो चाहिँ एउटा मुख्यमन्त्री जस्तो पोस्टमा बसेर पनि अब राम्रोसँग यो यस्तो भएको छैन भनेर लाग्छ नि त, त्यो म्याटर गर्छ। अब हुन त सानो कुरा छ, त्यो पनि एउटा खबरदारी जस्तो गर्नुपर्छ जस्तो लाग्यो, त्यसैले भिडियो बनाएको थिएँ। सबै जोडिनु भएकोमा धेरै धेरै धन्यवाद।